रोटी आयो रोटी सेल रोटी सुन्नु भएन अब त तिहार पारेर आउनु म त नआउनु हेलो एभ्रिवान स्वागत छ तपाईहरुलाई मेरो आजको नयाँ भिडियोमा। सो मैले आज धेरै दिनपछि चाहिँ ब्लग स्टार्ट गरिरहेको छु। म र मेरो छोरा चाहिँ हामी दुईजना चाहिँ मेरो माइत जान लागेको छु मेरो छोरोको मामा घर। सो हेर्दै गर्नु होला। यस्तो गर्नु गुड गर्छ र गुड गुड गर्न आउँदैन। अर्को हात ए चिप्पा गर्दैन त ल उठा हुन्न कि यो एउटा खोल्नु न यताको एउटा यताको एउटा अनि यो नि खोल्नुपर्छ नि भ्याउँदैन र तिरा पाण्डेले सानो आमा गयो आमा गयो मारे यस्तो अरट्टै गुलेर पानी खाइसक्यो बाबु हेर्नु न बा जति पोका हाल्यो त्यो पैसा दिए त भइहाल्यो। तीन आमा छोरी थाहा छैन तीन पोका अनि आधा किलो रे पानी ओके हेराइ चाहिँ खतरा कपाल थान भिडियोमा त खोइ भिडियोमा नदेखाने के हुन्छ कसको यो चाहिँ आँसुकै कपाल हो है आँसुले कपाल छोडे है वाउ हामी चाहिँ रोटी बनाउन लागेको छु हाम्रो रोटीको ग्यासमा पनि के लाग्छ यस्तो पेट पो दुख्यो त आसु कति हँसाएको छ्या त्यो ठुलो हुन्छ क्या आसु त्यो मिनिउटरको बोतल ठिक्क हुन्छ त्यो बस्ती पुरा ग्यास माथि बस्नु यो बसेको मलाई त पेट पो दुख्यो भाइ त्यस्तो त्यो त हुन्छ हाँस्दा हाँस्दा आँसु आयो त आँसु ठुलो हुन्छ भनेको मान्दैन। अहिले हेर्नु न अहिले कत्रो बन्छ रोटी अहिले यति रोटीले त पुग्दैन तीन आमा छोरीलाई त ग्यास खोल्नु खोइ त लाइटर यो हो लाइटर पकाउनु तपाईँले सक्दैन अहिले म त डर लाग्छ है ऊ यता हेर्नु न आँसु यता हाम्रो आँसु यता हाम्रो के अरे मोटी काकी सुदेखा मेरो छोरा हेर्नु है आज बजार जान्छु म है बेलुका जाने हो कि 4 बजे डल्ले आउनु परेन मेन राजा ल
आसु हैन रोटी नबनेर आसुको रोटी हैन चामलको बाक्लो भएर नाउ पोलेको फुल्यो फुल्लेन आसु आगो भएन के आगो भयो फुल्ने भर्खर सानो गरेर रोटी नबनेर डढ्यो निस्क्यो अन्त काँडा निस्क्यो नि यो निस्क्यो मजा आगो सानो भयो निक्लि आफू फर्काहाल्नु न कालो कालो भयो रोटी डिस्को पोको बिस्तारै सररै जान्छु ये भगवान क्या जुलुम है सारा काम करूं मैं खाए वो अब कुछ नहीं हो सकता क्या के बोले भाइ अब के बोले के छ थाहा भाबी बोले रोटी आयो रोटी सेल रोटी भिडियो गरे हो तिमी रोटी आयो रोटी बेच्ने आइमे आयो रोटी खाना आउनु रोटी फोटो खिच भनेको त भिडियो गरेर रोटी देखाउँदा ल यति रोटी पोल्नलाई 5 जना लागे है गाइजहरु तपाईले पनि पोल्न परे छैन त्यो चलाको मात्र बसेर चलाउनु त हाल्नै सक्छ नि है आसु चलाको ओहो एउटा यो बोतलको यो काटेर ल्याएर तँलाई 10 घण्टा लाग्यो अब यता छिटो पोल्ने गरे रोटी म यहाँको तुर्यो लाग्यो गाइजहरु आलु कालो होइन के देखाएर के हेर भनेर ओ गैडा कतिवटा आयो गैडा आज 3 जना रोटी पुग्दैन पैसा ओ बाउने मर्ला से ए से म भिडियो बनाउने हो के तपाईँ चलाउनु न अझै बेला भएन नि यो फुल है बिरालो गेट तेरो छोराको हो क्या तुमथ्री बाइकमा कस्तो राम्रो देखे हेर बाउनी कस्तो राम्रो देखे चल्न अहिले स्योर जान्छ कि अहिले हेर्नु भोलि होइन बरु चलाएको राम्रो हो क्या हो हाम्रो गाउँ हेर्नु गाइस यस्तो छ हाम्रो माइत गाउँ ल जा एउटा दामी मम्मी एउटा कतिवटा मम्मीको 3टा बाई बाई हामी जाँदैछौँ मामा घर नि साइकल जानुपर्छ हामी त यतै कस्तो खाल्टो लग्यो है त ल्याउनु पर्छ म त यस्तै बसेको छु पुरै यस्तो जङ्गल जानुपर्छ हाम्रो मामा घर यहीँको यहीँ छ हाम्रो मामा घर फेरि
2 बार हिँड्यो भने पुग्ने बाजेर होइन त्यस्तो राम्रो होइन होटेल बाजे बाटो 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 मान्छे क्या हो यहाँ त मान्छे हो क्या हो को तरुनीहरू कता हो यहाँ चाहिँ को छ हामी तरुनीहरू बाबै नि मान्छे रहेछ हामी यहाँ फुल किन्न आएको टिपेर पठाइसक्छु खुर्सानी रहेछ नि बरु खाइसकेछ फुल त रित्तै बारी त घर पुऱ्याइदिइसकेछ कि हामी चाहिँ यताबाट आएको गाइज फुल पाएन फोटो भयो मोबाइल रित्तै सिधा ठाडो गर्नु रित्तै भयो गाइज फुल चाहिँ हामी हाम्रो घरमा पुगिसकेछ र त्यहाँ अलिकति रहेछ अनि यहाँ अलिकति रहेछ राम्रो छैन गाइज यहाँ यो त टिप्छु कि 4-5वटा माला पनि लास्टसम्म सबै खानु लाग्यो ला लाउनु पुन्टे न टुन्टे म चाहिँ बस्ने भिडियो बनाउने आँसु काम गर्ने यति धेरै दुःख गर्नुपर्छ दाजुभाइको लागि के बित्ति गरिम भयो र आमामा यस्तो त्यो कार्तिक महिना लाग्दा पनि जाडै हुँदैन त गर्मी के बित्ति घाम लाग्यो आमामा चितवनमा त यस्तो गर्मी छ तपाईँहरूको चाहिँ कस्तो छ कमेन्ट गर्नु है त अस्तिरै छौँ घर फुल भने पाएन फुल पायो त्यति घाम लाग्यो स्कुटरमा बस्छ अहिले घोरमा यस्तो जङ्गल पार गरेर जानुपर्छ क्या हाम्रो मामा घर फेरि कम त गाह्रो छ यहाँ मामाले मेरो भिडियो हेरेर राख पनि यहाँ मामा कस्तो ठाउँमा घर बनाउनु भयो मामाले हामीलाई यहाँ भान्जीहरूलाई गाह्रो भयो मलाई त सजिलो भयो आउनु जानलाई सजिलो भयो माइती नदी भएको आजकल त मलाई आज खल्टोमा लगे खालि कस्तो नारा उड्ने रे फेरि बजार जाने रे के काम मम्मीको लागि मम्मीको र आँसुको लागि मामाको लागि कतिवटा रे 15वटा मामाको लागि मामा मम्मी
मम्मीको मामा अनि मम्मीको भदैहरूको लागि 15वटा माला माइजू मम्मीको भदैहरू अनि मम्मीको बुहारीहरूलाई हामी उन्दैछौँ। कस्तो झरी गयो यार। तपाईँको दाइलाई के भन्नु कति वर्ष भइसक्यो दाइले टिका नपाएर लाउन नभए एक फेर नपाएर निधारमा नि बिहा गरेदेखिबाट लाउन पाएन क्या। एक फेर नपाएन। कति वर्ष भयो घरमै आउँदैन के हो। कति भएर हुन्छ नि 4-5 वर्ष। अस्ति भएर आज लाग्नु पर्यो है। आउँछ मेरो बाबु पाएपछि आएको आथ्यो एकचोटि आयो त्यो भने तिहार थिएन। सुन्नुभएमा अब चाहिँ तिहार पारेर आउनु नत्र नआउनु। दसैँमा नि आजले यो बिबी क्रिम कस्तो राम्रो हुन्छ भनेर भने 100 रुपियाँ खालको बिबी क्रिम लगाएको यस्तो भयो अनुहारै पुरै डन्डी पऱ्यो एउटा पनि दाग थिएन सुत्केरी भएकोदेखिबाट कस्तो राम्रो फेस भएको थियो सबै डढाइदियो। अब लाग्यो भने कमिलो रहेछ। फेरि 50 रुपियाँ पठाएको पैसा जाउँ 50 रुपियाँ बोकेर 50 150 भएन त तल होइन छोरा र सानो के यो र पाचा खाइ यता गर्नुमा चाहिँ यता हेर न यता मामला हेर न चुप्पा गरिदिनु चुप्पा नक्कलले पापा खाने अब यसले ललिपप खान सधैँ यो खान्छ यसले अब आएपछि यो देखाउँछ पापा खाने पापा गिलास ल्याउँछ एउटा पापा खाने कि हामीलाई ल्याउ न गिलास छोरा समर्पण गुड गर्छौ न गुड उता अगाडि जान्न चन्द कस्तो राम्रो देखियो हामी यही खाना आएको यहाँ मारेको त्यसलाई यति चिसो मात्र लाग्यो ढोका लगाइदिनु पर्यो चिसो यार तेरोकोबाट ल हिरो र हिरोनी बुढा र बुढीले के गइरहेको छ त्यसको बुढाले फेरि के खाल्ला नि उताबाट काठमाडौँबाट राम्रै आएन बियर खुवाइदिएपछि बोलिहाल्छ नि बोल्छ कि मोटो गयो टाढी बजारमा घुम्नलाई मोटो दाइको अटोमा फ्रीमा चढेको गाइस र यताबाट हेर्नु कस्तो राम्रो आएको कतिसम्म आउँछ भन्नु यता फेरि अर्को लगाइसक्यो टाइट भएर आयो स्याउ पनि यस्तो उहाँले छोडेछ अनि सर्लक्क परेको स्याउ छैन हामीलाई कति कति चाहिन्छ आधा किलोले पुग्दैन प्लास्टिक दिनु त यही हो कि नेपाली स्याउ चाहिँ 200 ल मलाई झोला पनि यही दिने कति लाने
दर्शन